चाहन्छु, यही माटोमा मर्न चाहन्छु। म नेपाली थिएँ, म नेपाली हुँ र नेपाली नै रहेर मर्न पाऊँ भन्दै बाँचुन्जेल यही भन्न पाऊँ। उनीहरूले अब आँखा लगाउने भनेको त्यही मैले माया गरी जतनले राखेको ढाका टोपी ढल्काएको फोटो भएको नेपाली नागरिकता मात्रै हो। मलाई थाहा छ मेरो त्यही प्यारो नागरिकता पनि खोज्ने कानुनी व्यवस्था कहीं न कहीं संविधानमा लेखिएको छ होला भनेर संविधानका पाना पाना म्याग्निफाइङ ग्लास लगाएर खोज्ने कामको सुरुवात पनि भइसकेको छ। तर यतिखेरसम्म नेपाल सरकारले, गृह मन्त्रालयले त्यो मेरो प्यारो ढाका टोपी ढल्काएको, दुवै कान देखिने, मरनच्यासे चुच्चो न चुच्चो नाक भएको फोटो भएको नागरिकता बदर गरिसकेको छैन। देशबाट निकाल्न मरिमेटी लागि पर्नेले 2-3 वर्ष जेलै कोच्ने मास्टर प्लान बनाउन सक्नेले अब मलाई विदेशी भन्न नपाएपछि नागरिकता नै खारेज गर्न पनि पहल गर्न सक्लान्। यदि त्यस्तो भयो भने त म देशै नभएको मानिस हुनेछु। मेरो त देश नै हुने छैन। म त देशै हराएको मान्छे हुनेछु। जन्मभूमिमा केही गरौँ भनेर विदेशको सुख सुविधा ऐस आराम त्यागेर आएको छु। मलाई अब घरिघरि नजिस्काउनु होला। विवेकले भ्याएसम्म यो देशको सेवा गरेको छु। नेपालकै नाममा विश्व कीर्तिमान पनि राख्न भ्याएको छु। आवाज विहीनहरूको दरिलो र अलि चर्कै भए पनि युग युगसम्म सुन्न सकिने आवाज बनेर यही देशमा मगमगाउन चाहन्छु, यही माटोमा मर्न चाहन्छु। म नेपाली थिएँ, म नेपाली हुँ र नेपाली नै रहेर मर्न पाऊँ भन्दै बाँचुन्जेल यही भन्न पाऊँ। उनीहरूले अब आँखा लगाउ